29 जुलाई 2026 पाकिस्तानको ब्रोड पिकमा एउटा यस्तो खाली हिम पहिरो गयो। त्यसपछि विश्वले केही यस्ता नामहरू गुमायो। उनीहरू हुन् जसले हिमाल आरोहणको एक तरिकाहरू उदाहरण बदलेका थिए। ती मध्ये पनि अझै एक हुन् निर्मल पूर्जा। उनका जीवनका केही यात्राहरूलाई समावेश गर्ने कोसिस गरेका छौँ आजको द लाइफ स्टोरी एपिसोड 1 मा। 6 महिना 6 दिनमै 14वटा 8000 हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाउने नेपाली पर्वतारोही निर्मल पूर्जा। आखिर के थियो उनको प्रोजेक्ट पोसिबल? मेग्दीको दाना गाउँमा जन्मिएका निर्मल सामान्य परिवारबाट उठेर विश्वकै चर्चित पर्वतारोही बने। तर यो यात्रा हिमालबाट होइन, चितवन र ब्रिटिस गोर्खा सैनिक जीवनबाट सुरु भएको थियो। मान्छेले साधारण जीवन जिउनको लागि हरेक कुराहरू आवश्यक पर्ने हुन्छ। त्यसमध्ये हो सडक, बिजुली र राम्रो शिक्षा सुविधा। मेग्दीको दाना गाउँमा जन्मिएका निर्मल पूर्जा, उनीसँग यस्तो खाले कुनै पनि सुविधा थिएन। आर्थिक अवस्था कमजोर हुँदै गयो। बुबा भारतीय सेनामा हुनुहुन्थ्यो, तर खुट्टा प्यारालाइज भएपछि परिवारको अवस्था निकै नाजुक हुँदै गयो। त्यसपछि आमाले कष्ट गरेर आफ्ना छोरा छोरीलाई पढाउन निकै सङ्घर्षहरू गर्नु परेको थियो। हामीले सुरुमा भने चाहिँ कठिन समय र अभावका कारण पनि उनी 4 वर्षको हुँदा उनको परिवार मेग्दी छोडेर चितवनमा सर्यो। बाल्यकालमा उनीसँग स्कुल जानको लागि राम्रो कपडा जुत्ताहरू पनि हुन्थेन। चितवनमा रहँदा उनले बाल्यकालदेखि नै धेरै परिश्रम र धेरै घाँस दाउराहरू गर्नु परेको थियो। दाजुहरू बेलायती लाउरे भएको कारणले गर्दा उनलाई पनि लाउरे बन्न मन थियो। लाउरे पनि सामान्य खालको होइन, बेलायती लाउरे, जसमा चाहिँ उनका दाजुहरूले बेलायती सेना गोर्खाबाट राइफलमा भर्ती भइसकेका थिए र उनका दाजुहरूले निकै नै राम्रो नाम र कमाइसकेका थिए र उनको छुट्टै खाली पहिचान बनाइसकेका थिए। उसै अन्तर्गत उनको भाइ निर्मल पूर्जालाई पनि बेलायती सेनामै भर्ती गराउनु पर्छ भन्ने कुराको निकै नै जोड थियो परिवारबाट। र महत्त्वपूर्ण कुरा के हो भने उनले परिवारको कुरा सुने पनि र उनले एसपीएस अन्तर्गत एकदमै धेरै मेहनत गरेर त्यसमा सिलेक्ट पनि भए। यी सबै हुँदाखेरि उमाथि शारीरिक चुनौती पनि एकदमै धेरै बढेको थियो। ब्रिटिस सेनामा प्रवेश गरेपछि उनको सङ्घर्ष भने रोकिएन। उनी बेलायतको सबैभन्दा कठिन र कुलीन सैन्य दस्ता स्पेशल बोर्ड सर्भिसमा छनौट हुने पहिलो नेपाली बने। यो दर्जा पाउन उनले विश्वका उत्कृष्ट सैनिकहरूसँग चरमा चिसो र बाँच्न कष्ट हुने परिस्थितिहरूमा प्रतिस्पर्धा गर्नु परेको थियो। बाल्यकालदेखि तराई चितवनमा बस्ने उनलाई सानैदेखि हिमाल चढ्ने रुचि भने थिएन। 29 वर्षसम्म पनि उनले कुनै हिमाल चढेका थिएनन्। द क्वेसन अन एभ्रीवान्स माइन्ड, आखिर हिमालप्रतिको रुचि उनलाई कहिलेबाट आयो त? बेलायती सेनाबाट छुट्टी आउँदा नेपाल सामान्य घुमफिरका क्रममा एभरेस्ट बेस क्याम्पसम्म ट्रेकिङ गर्दा उनमाथि एकदमै धेरै इन्ट्रेस्ट बढेको थियो। यो प्रश्नको उत्तर हो सन् 2012 देखि सबै पूर्व निर्धारित योजना क्यान्सल गरेर हिमाल चढ्न सिक्ने योजना बनाए। फर्स्ट माउन्टेन एसेन्ट टेक्निकल गाइडसँग सामान्य कुराहरू सिकेर 2012 मा नै 6119 मिटर अग्लो लोबुचे इस्ट हिमालको सफल आरोहण गरे। लोबुचे इस्टको सफल आरोहणपछि आफूमाथि एकदमै धेरै विश्वास बढ्यो। आफ्नो फिजिकल पोटेन्सियललाई देखि लिएर अरूको जुन स्यापको अवस्था छ त्यसलाई देखेर पनि उमाथि एकदमै धेरै कन्फिडेन्स बढेको थियो। हिमाल चढ्ने क्रममा उनले पत्ता लगाए कि अरू आरोहणीहरूलाई उचाइमा सास फेर्न गाह्रो भएको थियो, तर निम्स दाइलाई कम अक्सिजन भएको वातावरणमा पनि छिटो र सहज रूपमा काम गरिरहेको थियो। यो क्षमतापछि झन् यसतर्फ उनीमाथि एकदमै धेरै रुचि बढ्यो। उनका जीवनका हरेक कुराहरू इन्स्पायरिङ छ र यो सबै कुराहरू आजको भिडियोमा त मेन्सन गर्न त सकिएन। यसको लागि म माफी माग्न चाहन्छु, तर म वादा गर्छु तपाईँहरू यदि चाहनुहुन्छ भने उनको हरेक यात्रालाई फुल्ली डिटेलमा बुझ्ने कोसिस गर्नेछौँ आगामी एपिसोडमा। तपाईँहरू कमेन्ट गर्नुहुन्छ भने प्रोजेक्ट पोसिबल 14-7 निर्मल पूर्जाले सन् 2019 मा सुरु गरेको एउटा ऐतिहासिक पर्वत आरोहण अभियान थियो। यस अभियानको लक्ष्य संसारका 14वटा 8000 मिटर भन्दा अग्ला सबै हिमालहरू केवल 7 महिनाभित्र आरोहण गर्नुपर्ने थियो। Mountains. You're going to do it in 7 months. Yep, that's the mission. त्यति बेलासम्म यो रेकर्ड दक्षिण कोरियाका पर्वतारोही किम चाङ होको नाममा थियो। उनले सबै 14वटा हिमाल चढ्न 7 वर्ष 10 महिना लगाएका थिए। त्यसैले धेरैले निम्सको योजना असम्भव छ भन्ने ठानिरहेका थिए, तर निम्सले सबैलाई गलत साबित गर्दै 23 अप्रिलदेखि 29 अक्टोबर 2019 सम्म अर्थात् केवल 6 महिना 6 दिनमै 14वटा 8000 हिमाल सफलतापूर्वक आरोहण गरे। यस अभियानलाई 3 चरणमा पूरा गरिएको थियो, जसमा पहिलो चरण नेपाल अप्रिलदेखि मेसम्म निम्सले नेपालका 6वटा 8000 हिमाल चढे। त्यसै क्रममा उनले सगरमाथा र लोहतसे केवल 10 घण्टा 15 मिनटको अन्तरमा आरोहण गरेर नयाँ कीर्तिमान पनि बनाएका थिए, जसमा दोस्रो चरण पाकिस्तान थियो। जुलाई महिनामा उनले पाकिस्तानका 5वटा कठिन हिमाल आरोहण गरे। यस क्रममा केटुमा खराब मौसम र हिम परेको जोखिम हुँदाहुँदै पनि उनले अन्य आरोहीहरूका लागि डोरी टाग्ने टोलीको नेतृत्व सफल आरोहण पनि गरे। र तेस्रो चरण तिब्बत र नेपाल। अन्तिम चरणमा तिब्बतका हिमालहरू बन्द भएकाले अभियान रोकिने अवस्था आयो, तर नेपाल सरकारको कूटनीतिक पहलपछि चीनले विशेष अनुमति पनि दियो। त्यसपछि निम्सले बाँकी हिमालहरू पनि चढे र 29 अक्टोबर 2019 मा सिसाङपाङ्गा आरोहणसँग
सँगै प्रोजेक्ट पोसिबल सफलतापूर्वक समापन भयो। किन यो अभियान विशेष थियो भने यसले झन्डै 8 वर्ष पुरानो विश्व कीर्तिमान तोड्यो र यसले नेपाली शेर्पाहरू सहयोगी मात्र होइन विश्वको उत्कृष्ट पर्वतारोही हुन् भन्ने कुरालाई प्रमाण पनि गरिदियो। अभियानकै बीचमा पनि निम्स र उनको टोलीले अन्नपूर्ण र कञ्चनजङ्घामा फसेका आरोहीहरूको ज्यान बचाउन उद्धार कार्यमा सहभागी भएर मानवताको पनि एक राम्रो उदाहरणहरू प्रस्तुत गरे। यसै विषयलाई लिएर नेटफ्लिक्समा 14 पिक्स नथिङ इज इम्पोसिबल भन्ने डकुमेन्ट्री नेटफ्लिक्समा राखिएको छ। यी त थिए उनका लाइफका केही इम्पोर्टेन्ट र केही इन्स्पायरिङ कहानीहरू। अब बुझ्ने कोसिस गर्छौँ पछिल्लो समयको हिमाल आरोहण ब्रोड पिकलाई, जसको कारणले गर्दा त्यही ग्रुपमा भएका 10 जनाले ज्यान गुमाउनु परेको छ। निर्मल पूर्जाको ब्रोड पिक यात्रा उहाँको जीवनको सबैभन्दा साहसिक तर दुःखद यात्रा बन्न पुग्यो। 30 जुलाईमा पाकिस्तानको 8047 मिटर अग्लो ब्रोड पिक आरोहण गर्ने क्रममा उहाँ सहित 10 जनाको टोली हिमपैह्रोमा पर्यो। क्याम्प 2 र क्याम्प 3 मा बीचमा आएको ठूलो हिमपैह्रोले टोलीलाई बगाएपछि उनीहरूसँगको सम्पर्क टुट्यो। त्यसपछि खराब मौसम र कठिन भूगोलका कारण उद्धार तथा खोजी कार्य निकै चुनौतीपूर्ण बन्यो। केही दिनको खोजीपछि निर्मल पूर्जा सहित केही आरोहीहरूको शव फेला त पारियो भने केही सदस्यको खोजी अझै जारी रह्यो। यो घटना निम्सको लागि र मात्र होइन सम्पूर्ण नेपाली पर्वतारोहण समुदायको लागि ठूलो क्षति बन्न पुग्यो। विश्वका 14 वटा 8000 हिमाल 6 महिना 6 दिनमा चढेर इतिहास बनाएका निम्स अन्त्यत त्यही हिमाली संसारमा आफ्नो जीवन गुमाउन पुगे। उनको ब्रोड पिक यात्रा एउटा अन्त्य मात्र होइन, साहस र जोखिम र पर्वत आरोहणमा उनले छोडेको असाधारण सम्झना र भावना जोडिएको छ। कहिलेकाहीँ मानिसले जितेको सबैभन्दा ठूलो उचाइ नै उसको अन्तिम यात्रा बन्न पुग्छ। निम्स दाइले संसारका अग्ला हिमालहरूलाई चुनौती दिए, असम्भव भनिएका लक्ष्यहरू पूरा गरे र नेपालीको नाम विश्वभरि पुर्याए। तर ब्रोड पिकमा आएको त्यो हिमपैह्रोले उहाँको यात्रा अचानक रोकिदियो। उहाँको शरीर हामीबाट टाढा भयो तर उहाँको कथा र इतिहास हामीबाट टाढा भएको छैन। निम्स दाइ सहित ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउनु भएका सबैप्रति टक विथ मी फ्यामिलीको तर्फबाट हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। उहाँहरूको साहसी आत्माले शान्ति पाओस्।